स्टिम बब प्लस होदाई कुनै पनि कुरा गर्नलाई लिमिटै छैन हैन भनेको जस्तो तपाईको घरमा कुनै पनि इन्टरनेट छ तपाई के गर्नुहुन्छ डाटा लिनुभयो भने मानौ 100 200 को डाटा लिनुभयो कुनै पनि फिक्स्ड एमबी जीबी लिनुभयो भने के हुन्छ त भन्दा त्यो पर्याप्त जीबी तपाईले कन्ज्युम गरिसकेपछि के हुन्छ तपाईको डाटा सकियो अब इन्टरनेट चलाउन पाउनुहुन्न तर यदि तपाईले वाइफाई जोड्नु भयो जुन महिनाको हिसाबमा जोड्नु हो भने जस्तो महिनाको तपाईले 1500 तिर्नु भयो भने के हुन्छ त भन्दा महिनाभरि तपाईले जति नै जीबी चलाए पनि अनलिमिटेड फ्री हुन्छ त्यस्तै तपाईले कुनै पनि कल गर्नु भयो भने 100 रुपैयाँ ब्यालेन्स छ तपाईसँग कल गर्नु भयो भने 100 रुपैयाँ ब्यालेन्स नसकिन्जेलसम्म कल गर्न पाउनु भयो तर 100 रुपैयाँ ब्यालेन्स सकिएपछि सक्यो तर तपाईले अनलिमिटेड भोइस कल लिनुभयो 28 दिनको एक हप्ताको हैन 24 घण्टाको अनलिमिटेड कल चाहिँ तपाईले लिनुभयो भने के हुन्छ त भन्दाखेरि अब तपाईले जति नै कल गरे पनि फ्री हुन्छ त्यो लिमिट नहुन्जेलसम्म त्यस्तै जापानमा नोमी होदाई र ताबे होदाई भन्ने पनि म्याक्सिमम हुन्छ नोमी होदाई र ताबे होदाई चाहिँ के हुन्छ त भन्दाखेरि तपाईहरुले जस्तो नेपाली रेस्टुरेन्टमा जापानमा हुने नेपाली रेस्टुरेन्टमा 3000 तिर्नु भयो भने पर पर्सन 3000 एक जनाले 3000 तिर्नु भयो त्यहाँ एउटा ग्रुप जानु पर्छ 3-4 जनाको ग्रुप भन्दा बढी अब उनीहरुले एक जनाको भागमा 3000 तिर्नु पर्यो अब तपाईले जे खाए पनि त्यो होटलको फ्री जति नै खानुस् जे सुकै अर्डर गर्नुस् सब थोक खानुस् फ्री र खाने मात्र हैन र पिउने कुराहरु पनि जति नै ब्रान्डेड रक्सी पिउनुस् जति नै बियर पिउनुस् जति नै ग्लास बियर सक्नुस् सब फ्री तर एउटा लिमिट चाहिँ हुन्छ त्यसको 3 घण्टा भित्र तपाईलाई अनलिमिटेड र यसैलाई भन्छौं हामी स्टिम बब प्लस होदाई ताबे मास ताबे होदाई नोमी मास नोमी होदाई हैन जस्तो देनवा हो खाके मास खाके होदाई अब तपाईले कुनै पनि जापानमा गएर तेकी भन्ने किन्नु भयो जुन एक महिनाको किन्नु भयो 10000 अराउन्ड कतिमा छ अहिले महिनाको त्यो किन्नु हो भने तपाईले चिखातेचु सबवेमा जति नै ट्रेन चढे नि फ्री र लोकल बस पनि जति नै चढे पनि फ्री हैन भने एकचोटी चढेको 200 भन्दा बढी नै चार्ज लाग्छ नजिकैको दूरीमा पनि तर त्यो तेकी बनाइसक्नु भएपछि तपाईलाई जति नै चढे पनि फ्री त्यसलाई के भन्छ हामी नोरी होदाई खाके होदाई नोरी होदाई ताबे होदाई नोमी होदाई हैन कुनै पनि कुरा गर्न अनलिमिटेड कुनै पनि एउटा निश्चित टाइमसम्म यसलाई भन्छौं हामी स्टिम बब प्लस होदाई